ल हेर्नुहोस्, आज हाम्रो मार्बु चरीकोट घर दैलो सेवा कालिङचोकसम्मको यात्रा। योसँग कालिङचोकको यात्रा ठ्याक्कै 5 चोटि भयो। टक्क यहाँ अहिले चाहिँ म कुरी बजारमा छु। कुरी बजार यता टक्क यस्तो छ। आज चाहिँ घाम लाएर घमाइलो भयो है, घमाइलो एकदम घमाइलो छ। आज चाहिँ यो जहिले कुहिरोहरू लागेको हुन्छ यहाँ, तपाईँलाई कुहिरोहरू लागेको हुन्छ। आज चाहिँ टक्क घाम लागेको छ। यताबाट सर यो यहाँदेखि चाहिँ केबल कारको लाइन हो। यहाँबाट केबल कारको लाइन टक्क यो भयो। यहाँनिर गएपछि टिकट लिएर अनि टक्क यहाँदेखि केबल कार चढेर अनि सर माथि मन्दिर जाने हो। अब यता हिमाल छ, हिमालहरू पनि देखिन्छ टक्क लाएर यता हिमालहरू पनि देखिन्छ अब यतातिर। अनि यो चाहिँ अब यहाँबाट केबल कारको लाइन भयो, यो भयो। अहिले केबल कार त्यहाँ हिँड्दै पनि रहेछ एउटा, यहाँनिर केबल कार हिँड्दैछ। केबल कार सर केबल कार यहाँ कालिङचोक दर्शन केबल कार। अनि यहाँ माथि केबल कार चाहिँ यहाँसम्म पुर्याइन्छ। यहाँबाट यो डाँडा मन्दिर चाहिँ यहाँ भयो। ठ्याक्कै यहाँ मन्दिर चाहिँ यहाँ भयो, कालिङचोक मन्दिर। यो मन्दिरभन्दा यताउति यस्तो रहेछ। यो चाहिँ मान्छे हिँडेर जाने बाटो, यो चाहिँ यस्तो छ। यो चाहिँ अब केबल कारमा जान्छ, यो भयो। ल यस्तो छ है आज कालिङचोकसम्मको यात्रा। यो 5औं पटक कालिङचोक जाने, आउने, सैलुङ जाने, यता दोलखा सिन्थान जाने, माङकाल जाने, जिरी जाने, सबैतिर हाम्रो यात्रा सबैतिर हुन्छ। जुनसुकै ठाउँ नेपालको विश्वभरि नेपाल अधिराज्यभर जुनसुकै ठाउँ जाने, पुर्याउने, ल्याउने सेवा उपलब्ध छ। ल है त, हजुरहरूलाई चाहियो भने नम्बर छ, त्यहाँ कन्ट्याक्ट नम्बर छ, प्रोफाइलतिरै कन्ट्याक्ट गर्न सक्नुहुन्छ।